गाइस यो चाहिँ गोदावरीको रमणीय दृश्य हो। हामी चाहिँ तपाईहरुलाई गोदावरीको बारेमा सम्पूर्ण दृश्यहरू भिडियोमा कैद गरेर देखाउने छौं। यो चाहिँ मेरो भाइ हो, एकदम चिल पारामा घुमिरहेको छ गोदावरीमा के कुरुको। ल गाइस हेरौँ है, यताको दृश्य रमणीय दृश्यहरू देखिरहनु भएको छ तपाईले। ट्याक्क लाएर गोदावरीको दृश्य। ल रुद्राक्ष गाइस यो चाहिँ एकदम खतरनाक छ। यहाँ चाहिँ चिल पारामा यो चाहिँ बोजो बोजो भन्छन् हैन। यो के हो? यो बोजो हैन, यो बोजो हो। यहाँ हाम्रोतिर त्यही भन्छौँ, यसलाई बोजो भन्छौँ। के लेखा बोजो त रहेछ नि, ठ्याक्कै थाहा हुन्छ क्या हामीलाई बोजो भन्ने कुरो। ल है बोजो हामीलाई थाहा भयो। चिल पारामा यो माछा मार्न आउने के भन्छ, माछा मार्ने मान्छेहरू छन् यहाँ, माछा मार्ने खतरा खतरा बाँदरहरू पनि भाँच्नु मान्थ्यो भाइ। यहाँ कहाँ खाँदैन हाम्रो गेट। यहाँ चाहिँ शनिबार एकदम थुप्रो मान्छेहरू घुम्न आउँदो रहेछ। यहाँ चाहिँ टिकट चाहिँ 50 रुपियाँ लाग्दछ एक व्यक्तिको। गोदावरीमा घुम्नलाई जाउँ कान्छी इन्जिन गाडीमा। चाहिँ हाम्रो झ्याप्ले गेट हो। सुन के भाइ, ओ भाइ के गर्दा के भयो? बन्द गर्दै के हो? कहाँ बन्द हुन्छ हुन्न, चलिरह। ए अगाडि पछाडिको छ? पछाडिको छ क्या। चिलमे चिलमे यो चाहिँ नहल्ला है। गाइस हामी चाहिँ गोदावरी घुम्न आइरहेको होइन। अब हामी चाहिँ फर्स्टचोटि आएको गोदावरी। तपाईँहरूलाई हामी गोदावरीको बारेमा सम्पूर्ण दृश्यहरू देखाउन गइरहेका छौँ। भिडियोलाई चाहिँ नकटाई अन्तिमसम्म हेरिदिनु होला। भिडियो हेरेर अहिले मलाई के पक्राइदिनु? यो जाम न यहाँ त पानीतिर, पानी यो पनि देखाइदिनु कि यहाँ। म अगाडि जान्छु। आइज बिस्तारै। ल ल आइज आइज देखिरहनु भएको छ। यहाँ देखाउनु भएको छ गोदावरी एकदम फुलहरू छ यहाँ होइन। एकदम रमणीय दृश्यहरू देखिनु छ। यताउति देखाउने घरहरू। यहाँ चाहिँ दिनमा हजारौँ दर्शकहरू घुम्न आउने ठाउँ रहेछ। यो चाहिँ देखिरहनु भएको छ यहाँ। यता यता यस्तै हो। हामी पनि घुम्न आएको होइन। यो फुलको नाम पेन्जी रहेछ है, पेन्जी। फुलको नाम चाहिँ यस्तो गरेर देखान यार, पेन्जी। पेन्जीहरू चाहिँ एकदम पेन्जी भनेर चाहिँ देखिराख्नु भएको छ। पेन्जी हो यसको नाम। रोड ट्याक्सी सबै बन्द रहेछ नि। यति आउने छैन होइन अरू दृश्य जति हेरौँ 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 लाग्ने दृश्य छ यहाँ गाइस। यसलाई भन्छन् गोदावरी। गोदावरी बनैमा लाग्यो मेरो मनमा, तिमी र म हेर्दै दामी छ ठाउँ। गोदावरी चाहिँ यही होइन लास्ट त हाम्रो यसमा त भाइले अब चाहिँ हुन्छ।
बारी बनैमा लाग्यो मेरो मनैमा तिमी र म घुम्न जाऊ न। रमेश गाईको घर चाहिँ एकदम राम्रो डेन्जर सुन्दर हेरिरहँ लाग्ने दृश्यहरू एकदम खतरा डेन्जर छ है। अन्त पुरा चिल पारामा छ मेरो भाइ चाहिँ एकदमै।